के नेपालको नेताहरू गरिब नै हुनुपर्छ? के राजनीतिमा आउनु अगाडि कमाएको धन पाप हो कि यो पारदर्शी समृद्धिको सुरुवात हो? नमस्कार। आज हामी कुरा गर्दैछौँ प्रधानमन्त्री बालेन्द्र शाह र उहाँको क्याबिनेटले भर्खरै सार्वजनिक गरेको सम्पत्ति विवरण, जसले यति बेला सिंहदरबारदेखि टिकटकको वालसम्म हङ्गामा मचाएको छ। कसैले गरिब भएर मर्नु पाप हो भन्दै भाषण छाड्दैछन् त कसैले च्यातिएको चप्पलवाला राजनीति अब चल्दैन भनेर डिफेन्स गरेका छन्। आउनुहोस् आजको यो स्पेशल रिपोर्टमा हामी एक एक मन्त्रीको खल्ती छाम्नेछौँ। सुरु गरौँ स्वयं प्रधानमन्त्री बालेन्द्र शाहज्यूबाट। बालेनले आफ्नो सम्पत्तिको मुख्य स्रोत फेसबुक, युट्युब र टिकटक जस्ता सोसियल मिडिया प्लेटफर्महरू देखाउनु भएको छ। उहाँसँग नगद 1,46,00,000 रुपैयाँ छ, तर सुनको मामलामा भने उनी निकै भाग्यमानी देखिनुहुन्छ। उहाँको श्रीमती सबिना काफ्लेको नाममा 190 तोला सुन छ, जुन मोरङको माइती पक्षबाट दाइजो र पैतृक सम्पत्तिको रूपमा आएको बताइएको छ। जग्गाको कुरा गर्दा बालेनको आफ्नै नाममा केही नभए पनि आमा ध्रुव देवीको नाममा काठमाडौँ 9मा 5 आना र बुबा रामनारायण शाहको नाममा धनुषामा 1.2 बिघा र महोत्तरीमा 9 बिघा जग्गा छ। र सबैभन्दा बढी आलोचना खेप्नेमा गृहमन्त्री सुदन गुरुङ हुनुहुन्छ। उहाँको सम्पत्ति मात्र होइन, उहाँको स्ट्याटसले झन् आगो बालेको छ। गुरुङसँग 89 तोला सुन, 6 केजी चाँदी र 4 करोड 31 लाख रुपैयाँ भन्दा बढीको सेयर छ। सुन्दाखेरि त एकदमै अचम्म लाग्न सक्छ। अब कुरा गरौँ देशको ढुकुटी चलाउने अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको। उहाँको सम्पत्ति विवरणले धेरैको आँखा तिर्मिर्याउँछ। ललितपुर र धुलिखेलमा गरी उहाँको 4वटा अपार्टमेन्ट र घर छन्। जम्मा सम्पत्ति 120 मिलियन भन्दा माथि छ र विभिन्न हाइड्रो पावर र ब्याङ्कमा उहाँको ठुलो लगानी छ। तर सबैभन्दा धनीको लिस्ट टप गर्नुभएको छ अहिलेको शिक्षा मन्त्री सस्मित पोखरेलले। उहाँको कुल सम्पत्ति झन्डै 24 करोड 16 लाख रुपैयाँ बराबरको छ। काठमाडौँ, मोरङ र ललितपुरमा उहाँको परिवारको नाममा थुप्रै घर जग्गा छन्। स्रोत चाहिँ आमाको दाइजो, बुबाको जागिर र पैतृक सम्पत्ति भनिएको छ। प्रधानमन्त्री, गृहमन्त्री तथा अर्थमन्त्रीको त चर्चा धेरै भयो। अब हामी कुरा गरौँ अरू मन्त्रीहरूको। अरू मन्त्रीहरूको पनि विवरण एकदम रोचक देखिएको छ। आउनुहोस् अब बाँकी मन्त्रीहरूको आर्थिक स्थितिबारे अलिक गहिराइमा पुगौँ। परराष्ट्र मन्त्री शिशिर खनाल, जो भर्खरै मोरिसको भ्रमण सकेर फर्किनु भएको छ, उहाँको सम्पत्ति पनि सन्तुलित देखिन्छ। उहाँसँग तनहुँ, पूर्वी नवलपुर र नेपालगञ्ज जस्ता विभिन्न सहरहरूमा जग्गा छ। सम्पत्तिको रूपमा उहाँसँग 22 तोला सुन, 10 लाख रुपैयाँ नगद र एउटा गाडी छ। उहाँले विभिन्न कम्पनीहरूमा लगानी पनि गर्नुभएको छ। ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठको विवरणमा विलासी जीवनशैली झल्कन्छ। उहाँको काठमाडौँमा 2वटा घर छन्। नगदी मौजदात मात्रै झन्डै 79 लाख रुपैयाँ छ भने विभिन्न कम्पनीको सेयरमा 1 करोड 45 लाख लगानी छ। उहाँको ग्यारेजमा महँगो टोयोटा ल्यान्ड क्रुजरदेखि वातावरण मैत्री इलेक्ट्रिक कारसम्म लहरै छन्। यसका साथै सुन र चाँदीको पनि राम्रै सङ्ग्रह छ। र अहिलेको उद्योग मन्त्री गौरी कुमारी चौधरी त सेयर बजारको क्विन नै भनिए नि हुन्छ। उहाँको नाममा मात्रै 180 तोला सुन र ठुलो परिमाणमा चाँदी छ। तर सबैभन्दा अचम्म लाग्दो पक्ष भनेको उहाँको श्रीमानको नाममा रहेको सेयर हो, जसको मूल्य 3 करोड 38 लाख रुपैयाँ भन्दा बढी छ। उहाँको एउटा घर र विभिन्न ठाउँमा जग्गाका प्लटहरू पनि रहेका छन्। भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालको विवरणमा घर र जग्गाको बाहुल्यता देखिन्छ। उहाँसँग विभिन्न स्थानमा जग्गा र एउटा घर छ। ब्याङ्क ब्यालेन्सको कुरा गर्दा उहाँसँग 90 लाख रुपैयाँ नगद छ, साथै 30 तोला सुन र 50 तोला चाँदी उहाँको सम्पत्ति विवरणमा उल्लेख छ। कानुन मन्त्री सोभिता गौतमले काठमाडौँ र चितवनमा घर भएको विवरण बुझाउनु भएको छ, जुन परिवारका सदस्यहरूको नाममा छ। उहाँसँग नगद र सेयर लगानीका साथै सुन, चाँदी र हिराका गहना पनि छन्। उहाँको विवरणमा गाडी र विभिन्न कम्पनीको स्टकहरू पनि समावेश छन्। र यो क्याबिनेटको सबैभन्दा सादा सम्पत्ति विवरण भएको मन्त्री हुनुहुन्छ सीता बाडी, जो चाहिँ अहिले हाल महिला, बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्री हुनुहुन्छ। उहाँसँग सुन, चाँदी र 15 लाख रुपैयाँ नगद छ। अरू मन्त्रीहरूको जस्तो करोडौँको सेयर नभए पनि उहाँले आफ्नो विवरणमा केही पशुपन्छी र इलेक्ट्रिक सामानहरू पनि खुलाउनु भएको छ। मन्त्री प्रतिभा रावलको विवरण अनुसार उनको नाममा कुनै पनि घर छैन, तर उहाँसँग विभिन्न स्थानमा जग्गा, 24,70,000 रुपैयाँ ब्याङ्क बचत र एउटा गाडी छ। सुन र गहनाको विवरण पनि उहाँको सूचीमा उल्लेख छ। स्वास्थ्य मन्त्री निशा मेहतासँग काठमाडौँमा जग्गा छ। उहाँको विवरणमा पनि सुन, चाँदी र हिराका गहनाहरू छन्। उहाँसँग 17 लाख रुपैयाँ भन्दा बढी नगद र एउटा कार रहेको छ।
पर्यटन मन्त्री खड्गराज पौडेलको पोखरामा आफन्तको नाममा घर छ भने उहाँसँग सुन, चाँदी र सेयर लगानी छ। त्यस्तै सञ्चार मन्त्री विक्रम तिमल सिन्हाले भने आफ्नो धेरै जस्तो सम्पत्ति श्रीमतीको नाममा रहेको खुलाउनु भएको छ, जसमा गहना, ब्याङ्क बचत र गाडी समावेश छन्। कृषि मन्त्री गीता चौधरीसँग बर्दियामा जग्गा र उपहार स्वरूप पाएका गाई वस्तुहरू छन्। उहाँसँग केही गहना र नगद पनि छ। अर्कोतर्फ श्रम मन्त्री रामजी यादवको सप्तरीमा घर जग्गा छ र उहाँसँग सम्पत्तिको रूपमा सुन, चाँदी र एउटा मोटरसाइकल रहेको छ। यो विवरण सुन्दा लाग्छ हाम्रो नयाँ मन्त्रीहरू कोही भन्दा कोही कम छैनन्। तर यहाँ एउटा गम्भीर प्रश्न छ। यो सम्पत्ति उहाँहरू राजनीतिमा प्रवेश गर्नु अगाडि नै थियो कि राजनीतिमा प्रवेश गरिसकेपछि कमाउनु भएको सम्पत्ति हो? यति धेरै सम्पत्ति देखेपछि पूर्व अर्थमन्त्री रामेश्वर खनालले गम्भीर प्रश्न उठाउनु भएको छ। उहाँ भन्नुहुन्छ सम्पत्ति विवरण भन्दा पनि कर तिरेको रेकर्ड र इन्कम स्टेटमेन्ट हेर्न एकदम जरुरी छ। कुरा त ठिकै हो, तर उद्यम गरेर कमाउनु अपराध होइन। तर प्रश्न त्यहाँ उठ्छ जहाँ एउटा सर्वसाधारणले जिन्दगीभरको कमाइले एउटा घडेरी जोड्न सक्दैन, त्यहाँ मन्त्रीहरूले तोलाको तोला सुन र करोडौँको सेयरहरू जम्मा गरिराखेका छन्। बालेन शाहको टिमले 30 दिनमै सम्पत्ति विवरण सार्वजनिक गरेर राम्रो सुरुवात त गरेको छ, तर उनीहरूको सोर्स अफ इन्कमको छानबिन गरिएला त? हजुरहरूलाई के लाग्छ कमेन्टमा लेख्न नबिर्सिनुहोला। र हाम्रो यो नयाँ च्यानल भएको कारणले ग्राउन्ड रियालिटी नेपाललाई सब्स्क्राइब र सेयर गरिदिनुहोला। धन्यवाद।